प्रिय मित्रहरू नमस्कार। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जसको पछि यो संसारका मानिसहरू भागिरहेका छन्। त्यो हो धनी कसरी बन्ने। हामी मध्ये धेरैलाई लाग्छ कि धनी हुनु भनेको ब्याङ्क ब्यालेन्स हुनु, ठुलो घर हुनु वा महँगो गाडी चढ्नु मात्रै हो। तर वास्तविकता अलि फरक छ। पैसा कमाउनु र धनी हुनुमा आकाश जमिनको फरक छ। धेरै पैसा कमाउने मानिस पनि भित्रीदेखि गरिब हुन सक्छ र औसत पैसा कमाउने मानिस पनि आर्थिक रूपमा धनी र स्वतन्त्रता हुन सक्छ। ओशोले भन्नुभएको छ, संसारको सबैभन्दा ठुलो दरिद्रता धनको अभाव होइन, बरु चेतना र बुझाइको अभाव हो। आज हामी केवल पैसा कमाउने कुरा मात्र गर्ने छैनौँ। वास्तवमै आर्थिक रूपमा कसरी बलियो र धनी बन्ने भन्ने कुरालाई 5वटा मुख्य कड़ीहरूमा बुझ्नेछौँ। 1 नम्बरमा रहेको छ मानसिकताको परिवर्तन। धनी बन्ने पहिलो र सबैभन्दा महत्त्वपूर्ण कड़ी भनेको मानसिकता हो। धेरैजसो मानिसहरूको मानसिकता अभावमा आधारित हुन्छ। उनीहरू मसिना कुरामा पैसा जोगाउने सोच्छन्, तर नयाँ कुरा सिक्न वा लगानी गर्न डराउँछन्। धनी बन्नका लागि तपाईको सोच्ने तरिका प्रचुरतामा आधारित हुनुपर्छ। गरिब मानसिकताले भन्छ म यो किन्न सक्दिनँ, तर धनी मानसिकताले सोच्छ म यसलाई कसरी किन्न सक्छु, मैले के गर्न पर्छ। जब तपाईँ आफ्नो दिमागलाई प्रश्न गर्नुहुन्छ, दिमागले बाटोहरू पहिल्याउन थाल्छ। धन कमाउनुभन्दा पहिले धनलाई सम्हाल्ने र त्यसलाई बढाउने बुद्धिमत्ता तपाईको सोचमा अपनाउनु पर्छ। नम्बर 2मा रहेको छ सिप र आत्मा लगानी। दुनियाँको सबैभन्दा ठुलो लगानी भनेको आफैमाथिको लगानी हो। यदि तपाईसँग कुनै यस्तो सिप छ जुन बजारमा धेरै मूल्यवान छ भने तपाईलाई धनी बन्नबाट कसैले रोक्न सक्दैन। धेरै मानिसहरू सोच्छन् कि डिग्री लिएपछि पढाइ सकियो, तर वास्तविक सिकाइ त विद्यालय बाहिर सुरु हुन्छ। आर्थिक साक्षरता, बजारको माग बुझ्ने सिप, डिजिटल प्रविधि वा सञ्चार कला जस्ता कुराहरू सिक्न कहिल्यै कन्जुसाइ नगर्नुहोस्। तपाईको ब्याङ्कमा भएको पैसा कसैले चोर्न सक्छ, देशको अर्थतन्त्र डुब्न सक्छ, तर तपाईको दिमागमा भएको सिप र ज्ञान कसैले खोज्न सक्दैन। तपाईसँग जति उच्च स्तरको सिप हुन्छ, तपाईको आम्दानी गर्ने क्षमता त्यति नै बढ्दै जान्छ। अब रहेको छ 3 नम्बर, आम्दानीका विभिन्न स्रोतहरू खोज्ने। यदि तपाईको आम्दानीको स्रोत एउटा मात्रै छ, जस्तै केवल एउटा जागिर, भने तपाईँ गरिबीको रेखाभन्दा मात्र 1 कदम टाढा हुनुहुन्छ। जुनसुकै बेला त्यो जागिर छुट्न सक्छ वा व्यवसाय बन्द हुन सक्छ। संसारका सबै धनी मानिसहरूको आम्दानीको स्रोत एउटा मात्रै हुँदैन। उनीहरूसँग आम्दानीका धेरै बाटाहरू हुन्छन्। यसलाई 2 भागमा बुझ्न सकिन्छ। एउटा सक्रिय आम्दानी। सक्रिय आम्दानी भनेको जहाँ तपाईँ आफै खटेर काम गर्नुहुन्छ र पैसा कमाउनुहुन्छ वा जागिर श्रम गरेर, त्यसलाई भनिन्छ सक्रिय आम्दानी। अब अर्को रहेको छ निष्क्रिय आम्दानी, जहाँ तपाईँ नहुँदा पनि तपाईँको पैसा वा तपाईँले बनाएको सिस्टमले तपाईँको लागि पैसा कमाइरहन्छ। जस्तै सेयर बजारमा लगानी, घर भाडा, रोयल्टी वा कुनै डिजिटल व्यवसाय। धनी बन्नका लागि तपाईँले बिस्तारै निष्क्रिय आम्दानीको स्रोत बढाउँदै लैजानुपर्छ। प्रख्यात लगानीकर्ता वारेन बफेटले भनेका छन्, यदि तपाईँले सुत्दै पनि पैसा कमाउने बाटो फेला पार्नु भएन भने तपाईँले मरुन्जेल काम गरिरहनु पर्ने हुन्छ। अब 4 नम्बरतर्फ लागौँ, सम्पत्ति र दायित्व बीचको फरक। यो धनी बन्ने सबैभन्दा ठुलो र गोप्य नियम हो, जसलाई रोबर्ट कियोसाकीले आफ्नो पुस्तक रिच ड्याड पुअर ड्याडमा राम्रोसँग सम्झाएका छन्। हामीले सम्पत्ति र दायित्व बीचको फरक बुझ्नुपर्छ। सम्पत्ति जसले
तपाईँको खल्तीमा पैसा हालिदिन्छ, जस्तै सेयर, डिभेन्चर, व्यवसाय वा भाडा आउने जग्गा। दायित्व, जसले तपाईँको खल्तीबाट पैसा बाहिर निकाल्छ, जस्तै महँगो मोबाइल, ऋणमा लिएको गाडी वा देखावटी सामानहरू। सामान्य मानिसहरू पैसा कमाउने बित्तिकै आफ्नो देखावटी शान बढाउन दायित्व किन्न थाल्छन्। तर धनी मानिसहरू सुरुमा आफ्नो पैसा सम्पत्ति किन्नमा लगानी गर्छन् र पछि त्यो सम्पत्तिबाट आएको कमाइले मात्र विलासिताका सामानहरू किन्छन्। देखाउनका लागि धनी बन्ने होइन, वास्तवमै भित्रैदेखि धनी बन्ने प्रयास गर्नुपर्छ। 5 नम्बरमा रहेको छ अनुशासन, धैर्य र बचतको लगानी। धनी बन्नु कुनै एउटा जादु होइन, यो एउटा यात्रा हो। यसका लागि कडा अनुशासन पनि चाहिन्छ। तपाईँले जतिसुकै धेरै पैसा कमाए पनि यदि खर्च गर्ने बानीमा नियन्त्रण छैन भने तपाईँ सिधै आर्थिक सङ्कटमा रहनुहुनेछ। कमाएको पैसाको एउटा निश्चित हिस्सा कमसेकम 20-30% सधैँ बचाउने र त्यसलाई सही ठाउँमा लगानी गर्ने बानी बसाल्नुहोस्। यहाँ कम्पाउन्डिङको जादुले काम गर्छ। सानो उमेरदेखि नै थोरै थोरै पैसा नियमित रूपमा लगानी गर्दै जाँदा समयसँगै त्यो पैसाले यति ठुलो रूप लिन्छ कि तपाईँ आफै अचम्ममा पर्नुहुनेछ। धनी हुनका लागि चाँडै धनी बन्ने गलत बाटोहरूमा नलाग्नुहोस्, बरु निरन्तर र सुरक्षित रूपमा अघि बढ्नुहोस्। अन्त्यमा मित्रहरू, धनी हुनु भनेको केवल बाहिरी रूपमा पैसाको थुप्रोमाथि बस्नु मात्रै होइन। वास्तविक धनी त त्यो व्यक्ति हो जोसँग आफ्नो समयको स्वतन्त्रता छ, जसलाई भोलि के खाने वा कसरी बाँच्ने भन्ने चिन्ता छैन र जसको मन भित्रैदेखि शान्त छ। बाहिर धन कमाउनका लागि माथि भनिएका नियमहरू, मानसिक सिप, लगानी र अनुशासनलाई आफ्नो जीवनमा लागू गर्नुहोस्। साथसाथै आफ्नो आन्तरिक शक्ति र चेतनालाई पनि धनी बनाउनुहोस्, किनकि आफैलाई चिन्नु र आफैभित्र सन्तुष्ट हुन सक्नु यो जीवनको सबैभन्दा ठुलो वास्तविक धन हो। धन्यवाद।